जस्ताको तस्तै वाचन गर्नुहोला र म जेसी भइसकेपछि त्यहाँ आफ्नो तपाईँको नाम छ त्यो नामसहित उच्चारण गर्नुहोला र जब हामी शपथ गराउन सक्छौँ तत्पश्चात यहाँले आफ्नो नाम त्यहाँ छँदैछ साइन गरेर पोखरा जेसी वर्ष 2024 का कानुनी सल्लाहकारलाई यहाँले बुझाउनु पर्ने हुन्छ र सोही अनुसार म शपथ ग्रहण कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु र सन्तोष पोखरेलज्यू आउँदै हुनुहुन्छ भन्ने सूचना भएको छ। यदि पोखरा जेसीको सचिवालयको प्राङ्गणभित्र छिरिसक्नु भएको छ भने हामी उहाँलाई वेट गर्न सक्छौँ, यदि छैन भने उहाँलाई हामी गर्न सक्दैनौँ। तसर्थ यहाँलाई शपथ ग्रहणमा अगाडि सही हुनका लागि म अनुरोध गर्दै सुरु गर्न चाहन्छु। म जेसी ईश्वरलाई साक्षी राखी प्रतिज्ञा गर्दछु कि पोखरा जेसीको कार्यभार ईमानदारीपूर्वक कार्यान्वयन गर्नेछु। मेरो दक्षताले भ्याएसम्म यस संस्थाको दर्शन र आस्थाप्रति जीवित उदाहरण बन्नेछु। साथै जेसीको विधान तथा विनियमहरूलाई अंगीकार गर्दै सदैव दृढतापूर्वक कार्यरत रहनेछु। धन्यवाद।